दिदीलाई सोधेँ, दिदीको नि विक अफ हो नि त। अन्त आज विक अफहरू लु जाउँ त एकछिन मार्केट पनि। अब मार्केटमा के हुनेछ अब हल्का हो के अब दिदी र म चमा जाँदैछ। बाई बाई। अब के गर्नु है, आज विक अफ छ, त्यतिकै अब प्लान पनि मिलिहाल्छ अचानक हो। अल्छी लागेर नभन्नु कस्तो गरममा बेता लाग्छ अन्त घरिघरि के गर्नु। र पनि हल्का जान्छु, देखाउँछु है म चाहिँ अब हल्का फुल्का के छ है। अब थुप्रो चिज हुन्छ होला, त्यसै हेर्नु मात्रै जानु त पाएँ होइन। अब केही किनौँ भने नि स्यालेरी नि आएको छैन हो, त्यसै गयो हेऱ्यो आयो टाइम पास। है चमा नि आइपुगिसक्यो। अब मार्केट गएको है हामी चाहिँ। ल चमा गरम कति छ? गरम त अब एकदम छ, भन्नु नसक्ने छ। दसैँ आइहाल्यो त चमा। आयो अरे भन्दैछ, खोइ उतातिर छ अरे। कहाँसम्म आयो? खोइ कतासम्म आएको छ अरे हौ। घाम देख्दैछ, घाम यहाँ कस्तो हुँदैछ। कति बज्यो भने त? कति बज्यो? यतिखेर पनि यस्तो छ घाम। 5 बज्यो नि हौ। अन्त अम्बो 5 बजी नि यस्तो छ, सोच्नु त अम्बो। ल अहिले देखाउँला है अब हल्का फुल्का है। मार्केट गएको अरे के किन्नु। लज्जा गर्नु है, केही नि किन्नु होइन गाइस, त्यतिकै गएको। बाई बाई। दसैँ हेर्नु गएको कहाँसम्म आएछ भनेर हो। त्यति पनि जान्दैन। दसैँ हेर्नु गएको अरे अब। ल कहाँसम्म आएको छ भनेर। हाम्रोतिर त आएको छैन त है। यता त भित्र परेर होला हौ। गाइस फाइनली हामी चाहिँ मार्केट आइसके। आज चाहिँ खाली रहेछ है। पज गरेको रहेछु गाइस। नेवारी साडीहरू चाहिँ यहाँ पाउँछ है गाइस। मिनी नेपालमा मार्केटभित्र जानुपर्दो रहेछ। सबैको तपाईँहरूको यो टाइटलको सबै थरीको पाउनुहुँदो रहेछ ड्रेसहरू चाहिँ। यहाँ मालाहरू पनि एकदम धेरै राम्रो थियो हो। हामीले चाहिँ नेवारी ड्रेस लिनु गएको थिएँ अनि ल्याइसक्यौँ। एकदम गरम गाइस। नेवारी साडी किनेर हो। नेवारी साडी पनि किनाइ भयो गाइस। हामीले नेपाली मिनी होइन। ल बाई बाई गाइस।